नमस्ते सबैजनालाई। आज मैले एउटा हाम्रो सरकारी निकायबाट कतिको लापरवाही हुन्छ भनेर कुरा शेयर गर्न आएको छु, जुन मलाई एकदमै चित्त पनि बुझेन हैन। यातायात व्यवस्था कार्यालय बुटवल रूपन्देहीबाट जारी भएको सूचनामा चाहिँ अब ट्रायलको नोटिस आएको थियो। उक्त नोटिसमा चाहिँ वर्ग ए भनेर मोटरसाइकलको ट्रायलहरू चाहिँ त्यो कहिले कति समयमा कहिले पर्छ भनेर त्यसरी थियो हैन। त्यसमा चाहिँ लिखित परीक्षा पास गरेको चाहिँ वैशाख 16 गतेसम्मको लिखित परीक्षा पास गरेकाहरूलाई चाहिँ ट्रायलमा समावेश गरिन्छ भनेर त्यो थियो हैन। त्यसपछि वैशाख 16 गतेसम्म थपतर्फ दर्ता भएकाहरूले पनि ट्रायल दिन सकिने भनेर नोटिस थियो हैन। तर त्यहाँनिर के भइदियो भन्दा चाहिँ मेरो एकजना भाइले, उसको पनि हामीले वर्ग थपमा दर्ता गरेका थियौं हैन। अनि वर्ग थपमा गर्दै गर्दा हामीले 17 गते भाइको दर्ता भएको थियो। अब नोटिस अनुसार हामीलाई थाहा छ, अब हामीले नोटिस पढ्यौं माथि, हामीले हेरेनौं। हामीहरूले त्यहाँ एउटा पीडीएफ फाइल थियो, त्यहाँ कस ट्रायल लिस्टमा को हुनुहुन्छ भनेर फाइल थियो। त्यो फाइलमा चाहिँ 17 गतेको मान्छेको पनि नाम आयो हैन। मेरो भाइको 17 गते दर्ता गरेको थियो। तर नोटिसमा माथि सूचनामा के लेखिएको छ भन्दा चाहिँ माथिपट्टि के लेखिएको छ भने वैशाख 16 गतेसम्मको मात्र आउनु होला, वैशाख 16 गतेको सम्म मात्र यहाँ ट्रायलको लिस्टमा नाम छ भनेर त्यसरी लेखिएको थियो। अनि 17 गतेको भाइ त अब हेर्ने कुरा भएन नि त। 17 गतेको भाइले हेर्ने कुरा भएन। अब नोटिसमै 16 गते भनेपछि म त 17 गते गएको हो, मैले किन हेर्नु पर्यो भनेर त स्किप जसले पनि गरिदिन्छ हैन। तर म बाटो मान्छे हैन, भाइले मलाई कुरा गर्यो अब दाइ भनेर। अनि मैले एकचोटि ट्रायलमा त्यो पीडीएफको लिङ्कमा पनि ड्राइभ फाइल रहेछ, ड्राइभमा अपलोड भएको रहेछ, त्यो फाइलमा खोलेर हेरेँ, मैले उसको नाम हालेँ, उसको नाम छ। अब नोटिसमा तपाईको सूचनामा चाहिँ 16 गतेसम्मको दर्ता भएको मात्र आउनु होला भनिसकेपछि 17 गतेको अपलोड गरिदिनु त्यो यातायात कार्यालयको कुनै कमजोरी होइन त? त्यसलाई कमजोरी भन्नुपर्छ नि त। त्यसै क्रममा मैले यातायात व्यवस्था विभागमा पनि कल गरेँ यो विषयमा हैन। सर्वप्रथम मैले यातायात व्यवस्था कार्यालय बुटवल बेलवासमा कल गरेँ, त्यहाँको सूचना अधिकारी म्याम हुनुहुन्थ्यो, उहाँलाई फोन गरेँ। अनि यो यस्तो समस्या भएको छ, तपाईहरुबाट त्रुटि भएकै हो भनेर मैले जानकारी गरे हैन। त्यसरी अब आउनु भनेको त्रुटि हो नि त, कि उहाँहरूले सबै कुरा हेरेर त्यो पीडीएफ फाइललाई नै चेन्ज गरेर 17 गतेको मान्छे हाल्नु भएन, 16 गतेसम्मको मात्र हाल्नु पर्यो। नत्र 17 गतेको मान्छे आएको छ भने त अब भाइको त ल 17 गते भयो, ल उसले चाहिँ ट्रायल दिन सक्यो, अब उसले स्किप भएन। तर अरु 17 गतेवालाहरूले 16 गते ठानेर त्यो छोड्नु भयो अथवा हेर्नु भएन, त्यो पीडीएफ फाइल खोलेर हेर्नु भएन, ड्राइभमा जुन अपलोड गरेको त्यो फाइल खोलेर हेर्नु भएन भने त उहाँहरू ट्रायलबाट वञ्चित हुनुभयो नि त। भोलि बिहान यसको जवाबदेही कोही हुनेवाला छैन। इभन तपाईको यातायात व्यवस्था कार्यालयमा गएर तपाईले सम्पर्क राख्नुस्, तपाईको ट्रायल छुटिसक्यो, हाम्रो ट्रायलमा आएको थियो, अब केही टाइपिङ मिस्टेक भएको भएर होला, अब तपाईले ट्रायल गर्नुपर्छ। यस्तो त मैले हजारौं सुनेको छु। म पनि यातायात कार्यालयमा भिजिट गर्ने बेलामा यस्ता समस्याहरू लिएर आएका त मैले थुप्रै देखेको छु। तर यातायात व्यवस्था कार्यालयको कुनै पनि कर्मचारी र यातायात व्यवस्था कार्यालय जवाबदेही हुँदैन। अब तपाईले राजस्व भर्नुस्, फेरि काम गर्नुस्। यो भनेको सरासर जनतालाई एउटा दुःख दिने प्रचलन छ। अब यसरी अब गरिरहँदा अब चित्त नबुझेर मैले अब तपाईहरुको सूचनामा चाहिँ केही कमी कमजोरी छ, त्यसलाई संशोधन गर्नुहोस् अथवा त्यसलाई सच्याएर अपलोड गर्नुहोस् भन्दाखेरि चाहिँ अब सुरुमा हुन्छ त्यो संशोधनको प्रक्रियामा छ, हामीले गर्छौं भनिसकेपछि मैले पनि ल ठीक छ भनेर मैले फोन काटिदिएँ। त्यसपछि यो कुरा मैले विभागसम्म पनि पुर्याएँ। अनि उहाँहरूले चाहिँ मलाई कार्यालय प्रमुखको प्लस लिस्टेड भएका नम्बरहरू चाहिँ मलाई दिनुभयो। कुनै नम्बरमा हान्दा पनि कल लागेन हैन। त्यसपछि मैले आफै पनि खोजेँ, एउटा नम्बरमा कल आइरहेको थियो। अनि पछि मैले अब उहाँहरूले कस्तो रेस्पोन्स दिनुहुन्छ त भनेर कल रेकर्डिङ गर्ने प्रयास गरेँ। मसँग विभागमा गरेको कुराको कल रेकर्डिङ त छ, त्यो पनि म तपाईहरुलाई उपलब्ध गराउँला चाहिएको खण्डमा। तर यस्तो कुरा संवेदनशील कुराहरुमा चाहिँ अब हामीहरूले जानकारी गराउँदै पनि सम्बन्धित निकायहरू चाहिँ चुप मौन बस्छन्, हाम्रो कुरालाई वास्ता गर्दैन। उहाँहरूले के भन्नुभयो भन्दा चाहिँ मलाई हाम्रो यातायात व्यवस्था कार्यालय बेलबासको एकजना सूचना अधिकारी म्याम हुनुहुन्छ, के सुवेदी भनेर छ नाम सायद हैन, उहाँले फोन उठाउनु भएको थियो। उहाँले के भन्नुभएको थियो भनेपछि अब संशोधन गर्ने तपाईले हो कि हामीले हो। अब मलाई अलिकति नराम्रो पाराले बोल्नु भयो हैन, मलाई त्यो कुरा चित्त बुझेन। अब कर्मचारीहरुबाट यति लापरवाही हुन्छ, हामीले जबकि तपाईहरुबाट त्रुटि भएको छ, तपाईहरुले सच्याउन सक्नुहुन्छ, अब यसरी रिअपलोड गर्न सक्नुहुन्छ भन्दै पनि हालसम्म त्यो सच्याइएको पनि छैन। अब यस्ता कुरामा चाहिँ संवेदनशील होस् सम्बन्धित निकायहरू, मेरो यही छ अब शुभकामना। यातायात व्यवस्था विभाग
बाट पनि हेर्दै हुनुहुन्छ भने सम्बन्धित निकायलाई सम्बन्धित कार्यालयलाई चाहिँ जानकारी गराउनु पर्यो अथवा यातायात व्यवस्था कार्यालय बुटोलकै कर्मचारीहरूले हेर्दै हुनुहुन्छ भने पनि यो कुरा ध्यान आकर्षण गर्नुपर्छ। धन्यवाद।